नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल तिलिचो ताल हामीले ट्रेकिङ जाने निर्णय गर्यौँ। सो वी स्टार्टेड आवर जर्नी फ्रम बुढानीलकण्ठ काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठबाट करिब 4 घन्टा गाडीमा हिँडिसकेपछि हामी चितवन जिल्लाको मुगलिङ भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ पुगेर बिहानको चिया नास्ता खाएर फेरि करिब आधा घन्टाको यात्रापछि हामी तनहुँ जिल्लाको डुम्रे भन्ने ठाउँमा पुग्यौँ। डुम्रेबाट पनि करिब त्यस्तै 1.25 घन्टाको यात्रापछि हामी लमजुङ जिल्लाको बेसी सहर भन्ने ठाउँमा पुग्यौँ। काठमाडौँबाट मुगलिङ, मुगलिङबाट डुम्रे अनि डुम्रेबाट लमजुङको बेसी सहरसम्मको बाटो प्रायजसो सबैलाई थाहा हुन्छ। त्यसैले मैले यस भिडियोमा लमजुङ बेसी सहरदेखिको मात्र भिडियोहरू स्टेप बाई स्टेप बनाएर राखेको छु। ल गाइजहरू हामी चाहिँ डुम्रेबाट करिब 1.25 घन्टा गाडीमा हिँडेपछि चाहिँ यहाँ लमजुङ बेसी सहरमा आइपुगेका छौँ। यहाँ आएपछि तपाईँले ठ्याक्क बाटो छुट्टिन्छ। यहाँ बेसी सहरमा आएपछि चाहिँ यो डिभिजन 1 कार्यालय लमजुङ छ। यो तपाईँहरूले याद गर्नुपर्छ गाइजहरू। यसपछि यहाँ माथि जाने एउटा बाटो देख्नुहुन्छ। यो बाटो जानुहुन्छ यो लमजुङकै रिङ रोड हो। यो घुमेर फेरि यहीँ आइपुग्नुहुन्छ। अनि यो तल्लो बाटो जुन ढलानी बाटो छ, ढलानी बाटो यतापट्टि एउटा चौतारा देख्न सक्नुहुन्छ गाइजहरू। यो मनाङे चौतारा भन्छ। यो चौताराबाट तल ओह्रालो लागेपछि फेरि तल पुगेपछि दुईवटा बाटो आउँछ। तपाईँहरू दाहिने नलागिकन देब्रे लागेर उकालो लागेर ढलानी बाटो चढ्नुभयो भने चाहिँ ठ्याक्क मनाङ जाने बाटो चाहिँ त्यही हो है त गाइजहरू। ल गाइजहरू अब चाहिँ हामी लमजुङ बेसी सहरमा यहाँ खाना खानालाई रोकेका छौँ। ठ्याक्कै यो मनाङे चौतारामा यहाँ खाना आइसकेको छ है गाइजहरू। खाना रेडी छ। यहाँबाट हामी खाना खाएपछि झ्याचुट डलाएर उठेर माथि अक्टोपस झर्नासम्म पुग्छौँ। लमजुङकै अक्टोपस झर्ना करिब 2 घन्टामा हामी त्यहाँ पुग्छौँ। त्यहाँबाट फेरि करिब 2 घन्टा हिँडेपछि हामी माथि मनाङको पिसाङ भन्ने ठाउँमा पुग्छौँ। पिसाङ भन्ने ठाउँमा त्यहाँ एप्पल फार्म छ। त्यहाँ गएर हामी स्याउ पनि खान्छौँ। स्याउ खाएको भिडियो पनि म गाइजहरूलाई चाहिँ देखाउँछु गाइजहरू। अहिले चाहिँ हामी खाना खान लाग्यो है त। ल गाइजहरू अब म चाहिँ यो सुरुङ मार्गमा छिर्न लागेँ है त। यो चाहिँ लमजुङ जिल्लामा भएको सुरुङ मार्ग हो। यो सुरुङ मार्गबाट केही समय अगाडि बढेर माथि उकालो लागेपछि चाहिँ हामी पछि अक्टोपस झर्नामा पुग्छौँ है त। अक्टोपस ल गाइजहरू हामी चाहिँ यहाँ चामे भन्ने ठाउँमा आइपुगेका छौँ। चामे यहाँबाट चाहिँ अब 1 घन्टा जति हामी हिँड्यो भने चाहिँ माथि पिसाङ भन्ने ठाउँमा पुग्छौँ। चामेको दृश्य चाहिँ यस्तो छ है त गाइजहरू। चामे गाइजहरू हामी चाहिँ यो तल चामेबाट माथि पिसाङ भन्ने ठाउँमा आइपुगेका छौँ। यो मनाङ जिल्लाको पिसाङ भन्ने ठाउँमा। यहाँ चाहिँ अब यो एप्पल फार्म छ। यहाँ पछाडि देख्न सक्नुहुन्छ यो एप्पल फार्म छ। यहाँ चाहिँ मजाले स्याउ फल्दो रहेछ। अनि हामीले स्याउहरू चाहिँ किनेका पनि छौँ स्याउहरू अनि खाएका पनि छौँ। हामीलाई भोक पनि लागिरहेको थियो। हल्का स्याउ खाएपछि मिठो गुलियो स्याउ पाउँदो रहेछ गाइजहरू। यो पसलको नाम चाहिँ साक्यो अर्ग्यानिक सप भनेर राख्नु भएको छ है गाइजहरू। यो स्याउ चाहिँ अब हामीले किनेका छौँ। अब यो काठमाडौँमा चाहिँ अहिले हजुरको ठ्याक्कै 450 रुपियाँ केजीको पर्छ। तर यहाँ हामीले ठ्याक्क 150 पाएका छौँ। काठमाडौँमा चाहिँ यहाँको हिसाबमा हजुरको ठ्याक्कै 3 गुणा बढी पर्दो रहेछ है गाइजहरू हामीलाई। त्यही भएर सक्नुहुन्छ भने बोक्न अप्ठ्यारो लाग्नु भने चाहिँ यो स्याउ चाहिँ यहाँबाट किनेर लाँदाखेरि
धेरै फाइदा, धेरै सस्तो पनि पर्छ। एकदम अर्ग्यानिक, एकदम जुसी छ। मैले टोक्दाखेरि कस्तो मजाले रस झरेको देख्नु भयो होला गाइजहरूले होइन। एकदम गुलियो जुसी छ है, सस्तो पनि रेट पनि। ल है त गाइजहरू, हामी यहाँ मनाङ जिल्लाको थाङसार भन्ने ठाउँमा आइपुगेका छौँ। अब यहाँभन्दा माथि चाहिँ बाइक गाडी केही पनि लान पाइँदैन। यो नै हाम्रो अन्तिम स्थान हो गाडीहरूको लागि चाहिँ। आजको रात हामी यहीँ होटलमा बस्नेछौँ अनि भोलि बिहानै उठेर चाहिँ हामी तिलिचो बेस क्याम्पसम्म जाने यात्रा सुरु गर्नेछौँ। गाइजहरू, अब हामी चाहिँ यहाँ तिलिचो जानको लागि ट्रेकिङको लागि रेडी छौँ। यहाँ थाङसारमा हामी चाहिँ यहाँ होटलमा बस्छौँ। हाम्रो होटल चाहिँ यहाँ छ, यता छ होइन, ट्याक होटल। त्यसपछि म तपाईँलाई त ब्याकग्राउन्ड देखाइदिन्छु। यस्तो रमाइलो छ यहाँ। लगभग 500 देखि 600जना चाहिँ आज ट्रेकिङको लागि आएका छन् यहाँ। 500 देखि 600। गाइजहरू, हामी चाहिँ यो फर्स्ट स्टेसनमा आछौँ, तारेगुम्बा भन्ने ठाउँमा। यो चाहिँ फर्स्ट तिलिचो लेक जानुको फर्स्ट स्टेप हो यो। तारेगुम्बा यस्तो छ, भिडियोमा देख्न सक्नुहुन्छ त हजुर, तारेगुम्बा। ल अब चाहिँ हामी चाहिँ यो श्रीखर्क भन्ने ठाउँमा आइपुगेका छौँ है। श्रीखर्क यहाँ चाहिँ यस्तो छ, भ्यू हेर्नुहोस् है। पछाडि हिमाल छ। मेरो साथी यता छ, शिवराज खरेल खेत्दै छ। यो होटल हिमालय यहाँ देखिएको छ, होटलहरू छ। हामीलाई चिया नास्ता खाना खाने भयो, लन्च ब्रेकफास्ट सबै यहाँ मिल्दो रहेछ। हामी चाहिँ यहाँ नखाएर अलिकति माथि गएर माथिल्लो होटलमा खाना खान्छौँ। यहाँ चाहिँ अब खच्चडहरू आइरहेको छ। खच्चडहरू भारी बोकेर टङरङ 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 गरेर पछाडि मजाको हिमालको भ्यू यस्तै छ है त गाइजहरू। यता तिलिचोतिरको हालचाल यस्तै छ त गाइजहरू। अब हामी चाहिँ एउटा यो पुल आइपुगेको छ है। हामी धेरै उकालो हिँडिसकेका छौँ, लगभग 2-2.5 घन्टा पुल छ। माथिको भ्यूहरू यस्तो छ। ल म हजुरलाई ब्याक भ्यू देखाइदिन्छु। यस्तो माथि त्यो छ है, यो सानो पुल छ। भर्खर हामीले पहिलो एउटा पुल भेटेका छौँ। यस्तै छ, यात्रा जारी छ हाम्रो, रमाइलो छ, हिँड्दाखेरि थकाइ लाग्छ, यस्तै हो। हामी उकालोमा आएर चाहिँ एउटा होटलमा खाना खान लाग्छौँ। यहाँ सानो यो हाम्रो यो 20 रुपियाँको यो चाउचाउ जुन देखेको भने वाइ चाउचाउ, यो यहाँ चाहिँ 100 रुपियाँ पर्दो रहेछ। अनि त्यसपछि यो हाम्रो उता 80 रुपियाँ पर्ने त्यो स्प्राइट भनौँ न, स्प्राइटलाई चाहिँ यहाँ चाहिँ ठ्याक्कै हजुरको 250 भनेको। हाम्रो उहाँ 260मा खाने सामान यहाँ हामीले चाहिँ 1000 रुपियाँ तिरेर खाँदैछौँ है। यस्तै हो, खानु पनि परेछ, भोक पनि लाग्छ गाइसहरू। त्यही भएर अब भोक त टार्नै पऱ्यो होइन गाइस, भोक लाग्छ नि। त्यसो हामी चाहिँ यहाँ अब ल्यान्डस्लाइड एरियामा आएको छौँ होइन। ल्यान्डस्लाइड एरियामा ल खतरा पहिरो जाँदो रहेछ है। ल म हजुरहरूलाई ल्यान्डस्लाइड एरियाको ब्याक भ्यू देखाउँदैछु। यस्तो खतरा छ है, कडा छ नि त यस्तो पहिरो गएर चाहिँ। डेन्जर रहेछ त हो गाइजहरू। यतै लास्ट डेन्जर पहिरो गएर चाहिँ यहाँ चाहिँ माथिबाट पुरै खसेर गाइजहरू यस्तै छ है। ल गाइजहरू, पछि फेरि भेटौँला है।
भिरमा छ क्या यो पनि अर्को ल्यान्डस्लाइड हुने एरिया रहेछ। यो चाहिँ पहिरो जाँदा छ। माथि हेऱ्यो भने यस्तो साँघुरो बाटो हो। माथि हेर्नुहोस् पुरै पहिरो यता ढुङ्गाहरू खसिरहँदो रहेछ बेला बेलामा। यहाँ चाहिँ गाइजहरू यस्तो भिड छ कि यहाँ चाहिँ खुट्टा अलिकति 2-4 इन्च मात्रै बाहिर गयो भने वान मिस गेम फिनिस भने जस्तो एकैचोटि तल पुगिन्छ। एकदम होसियार भएर एकदम केयरफुली हिँड्नुपर्छ है त। यहाँ चाहिँ गाइजहरू अब चाहिँ गाइज हामीहरू चाहिँ लगभग बेस क्याम्पको नजिकै आइसकेका छौँ है। अब 20 मिनट जति हामी हिँड्यो भने चाहिँ ठ्याक्कै बेस क्याम्प पुग्छौँ। लास्टै थकाइ लागेको छ गाइज, त्यही भएर म चाहिँ अब फेरि यो स्प्राइट खान लाग्दैछु। स्प्राइट खाएँ मैले है। ल यसको चाहिँ भिडियो मैले खिचिरहेको छु है त। स्प्राइट पनि घटघट पारेर खायो। मिठो छ गाइज, चिसो। So guys, I'm here at Tilicho Base Camp right now. After the long and difficult trek of about 6 hours from Khansar, I'm here right now. But this is not my final destination. Our final destination is Tilicho Lake, and Tilicho Lake is still yet to come. So tonight we'll be staying here, and early tomorrow morning we'll begin our journey towards Tilicho Lake. Okay guys. यहाँ चाहिँ अहिले टुरिस्टको फ्लो एकदमै बढेको भएर चाहिँ करिब हजुरको 300 देखि 400 जना टुरिस्टहरू चाहिँ यो अहिले यो एरियामा छन्, यो हाम्रो बेस क्याम्पमा। त्यही भएर यहाँ रुमहरू पाउनु चाहिँ एकदमै गाह्रो। मैले चाहिँ अब यसो यताउता गरेर टक्का गरेर एउटा रुम चाहिँ हाम्रो साथी शिवराज खरेल र मेरो लागि चाहिँ मैले बुक गरिसकेको छु। धेरै गाह्रो, धेरै होटल साउसँग चाहिँ धेरै बेरसँग डिस्कस गरेर चाहिँ एउटा रुम चाहिँ पाउन सफल भइएको छ। त्यो भनेको पनि ठुलो खुसीको कुरा हो हाम्रो लागि, एकदमै खुसीको कुरा। नाइटमा अब हामी खाना खान्छौँ। हामी भोलि बिहान छिट्टै उठेर तिलिचो लेकको यात्रा हाम्रो सुरु हुन्छ। त्यही भएर अब खाना लाग्दैछौँ त गाइजहरू। खाना चाहिँ यहाँ रेडी छ। ल गाइस, अब हामीहरू चाहिँ यहाँ तिलिचो बेस क्याम्पबाट माथि तिलिचो लेकतिर जानलाई रेडी हुँदैछौँ। अहिले भर्खरै बिहानको 3:30 मात्रै हुँदैछ र हामी राति नै उठेर चाहिँ हाम्रो यात्रा सुरु गर्दैछौँ, ताकि हामी उज्यालोमा चाहिँ माथि लेकमा पुग्न सकौँ भनेर। माथि पुगेपछि म गाइजहरूलाई अपडेट दिन्छु, बाटोमा पनि बिचमा अपडेट गर्दै गर्छु है त गाइजहरू। ल गाइजहरू, हामी बिहान 3:30 बजे बेस क्याम्पबाट हिँडेर यता माथि तिलिचो लेकतर्फ जाँदैछौँ। अहिले हल्का उज्यालो हुँदैछ अनि यहाँको ब्युटिफुल सिनहरू चाहिँ मैले खिच्न खोज्दैछु। I'm trying to capture the beautiful scenery here on my camera. You can see guys, कस्तो राम्रो भ्यू छ है। What a beautiful scenery. यहाँ तलतिर घोडामा पनि मान्छेहरू आइरहनु भएको छ। यता चाहिँ डाँडाबाट हल्का घाम झुल्किँदै आइरहेको छ। एकदम राम्रो भ्यूहरू म हजुरलाई देखाइरहेको छु है त गाइजहरू। पुरै हिमाल सेतो हिउँले ढाकिएको छ। पहाडहरू सेतो हिउँले ढाकिएर एउटा सुन्दर दृश्य हामीहरू यहाँ देख्न सक्छौँ। एकदम सुन्दर दृश्य। माथि हिमालको चुचुरामा पनि घाम टल्किएर चाहिँ हाम्रो नेपाल देशको सुन्दरता यसरी कैद गरिएको छ। मैले क्यामेरामा कैद गरिरहेको छु। Right now I'm here at a place called Baiskumti. It's nearly halfway from base camp to Tilicho Lake, and also a dangerous landslide area. So guys, we have to be a bit careful here. गाइजहरू, म चाहिँ 22 घुम्तीमै छु अहिलेसम्म। 22 घुम्तीको बाटो 22वटा घुम्ती भएर नै यसलाई 22 घुम्ती भनेको होला। यहाँ चाहिँ अब हजुरको मनाङ खाङसारबाट करिब 500 जना हिँड्दै तल तिलिचो बेस क्याम्पसम्म आइपुग्नुहुन्छ। त्यहाँबाट प्रायः जसो 200 जना जस्तो मान्छे चाहिँ हाम्रो चाहिँ माथि चढ्न नसकेर त्यहीँ बेस क्याम्पमा बस्नुहुन्छ। 300 जना मात्रै बेस क्याम्पबाट माथि उक्लिन्छन्। त्यहाँबाट पनि करिब 150 जना जस्तो चाहिँ हजुरको बिच बाटोबाट फर्किने क्रम हुन्छ, किनकि माथि चिसो लाग्ने, रिङ्गटा लाग्ने, अनि त्यसपछि कतिलाई चिसोको कारणले गर्दा टाउको दुख्ने भएर 150 जना 150 जना जस्तो मान्छे चाहिँ बिचैबाट फर्किनु हुँदो रहेछ। अनि माथि हाम्रो तिलिचोमा चाहिँ ठ्याक्क तिलिचो लेकमा हाम्रो त्यो जुन फाइनल डेस्टिनेसन छ त्यहाँसम्म पुग्नु चाहिँ अन्तिममा करिब 150 जना मात्रै माथिसम्म पुगेर आउनु हुँदो रहेछ। हामी पनि जाँदैछौँ गाइजहरू, म पनि त्यहाँ पुग्छु, छिट्टै नै पुग्छु।
गाइजहरू म माथि आइसकेको छु गाइजहरू। हिमाल नजिकै देखिसकेको छ, बाटो देखिसकेको छ गाइजहरू। अब मात्र 10 मिनटमा म ठ्याक्कै तिलिचो लेक पुग्छु गाइजहरू, ठ्याक्कै तिलिचो लेक। So finally, guys, after 5 hours of continuous walking from base camp, I've reached my final destination, Tilicho Lake, which is located at an altitude of 4,919 meters. रमाइलो छ गाइजहरू, लेक चाहिँ यस्तो राम्रो छ है। यो तिलिचो ताल हाम्रो नेपालको। पछाडि ब्याकग्राउन्डमा हिमालहरू पनि देख्न सक्नुहुन्छ गाइजहरू। यस्तो राम्रो छ है। लास्ट राम्रो छ, लास्ट रमाइलो छ। कतिपय साथीहरू आउन सक्नु भएन मेरा बेस क्याम्पमै, उहाँहरू हराउनु भयो। कतिपय साथीहरू बिचबाट चाहिँ फर्किनु भयो चिसो लाग्यो भनेर। म यहाँसम्म आउनु सक्नु एकदम रमाइलो छ गाइजहरू, एकदम रमाइलो छ। तपाईँहरू भोलि यसो मिलाएर समय मिलाएर यो तिलिचो लेक चाहिँ आउनु होला। एकदमै रमाइलो छ, एकदमै आनन्द छ। भ्यूहरू पनि एकदम राम्रो छ है त गाइजहरू। मैले अर्को पार्ट 2 को भिडियोमा तिलिचो लेकबाट तल बेस क्याम्पसम्म अनि बेस क्याम्पबाट खाङसारसम्म फर्कँदाखेरिको भिडियोहरू राखेको छु। स्नोफलले गर्दाखेरि एकदम राम्रो भएको थियो, हिउँ परेर। त्यो भिडियोहरू पनि हेरेर साथ दिनु होला गाइजहरू।